देवाय प्रभु वासुदेवाय ओम नमो भगवते वासुदेवाय चाँदीको दियोमा तेल हाल्नुभयो टपरी चामल भयो गोतामा तिल भयो कलशमा पंचवरुणाय देवता ओम कलशस्य मुखे विष्णु कंठे रुद्र समाश्रित मूले तस्य स्थितो ब्रह्मा मध्ये माते गणास्मित कुचतो सारा सप्त सप्त वसुंधरा ऋग्वेद यजुर्वेद सामवेद अथर्ववेद अंगसहित कलशत्व समाश्रित ओम देवदान संवाद्ये मध्ये माना महोदधु उत्पन्नो तदा कुम्भ वितिनि स्वयं प्रतिष्ठभूतानि त्रयपरा प्रतिष्ठिता शिव स्वयं चंडासु विष्णुश्च प्रजापति आदित्य वसुगो रुद्रा विश्वदेव सपित्रिका चतुष्टकाम कथमे जलद भव सान्निधिं कुरुषो देवो प्रसन्नो भव सर्वदा। तो कलशमा लगाएर चढाइसक्छ ओम कलशादि वर्ण देवता भ्यो नमः त्यो पठाइदिए हुन्छ है त त्यसै होरिएन भन्दा अब फेरि फुल अक्षता दुबो फल लिएर हाजिदिनुहोस् त ओम महा विघ्नेश्वराय वरदाय सुरहप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नानाननाय वेगविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते रक्ष रक्ष गणाध्यक्ष रक्ष त्रैलोक्य रक्षक भक्तानां भेङ्कट दातारो भगवान् द्वै मातर कृपा सिन्धु षड्माता गजा प्रभु वरदस्तव दैवाञ्चितार्थ अन्येन फलदान अस्तु श्री मङ्गलमूर्तय श्रीमान गणाधिपति देवताभ्यो नमः। गणेशमा भगवानको भक्तवत्सल भगवानको ल अब चाहिँ बत्ती बालौँ त्यसलाई विशेष प्रकारले जल अर्घपन चाहिँ चढाउनु पर्छ है त। यो पहिला सुरुमा चाहिँ यहाँ भिनाजुलाई त मैले यहाँ चाहिँ उच्चारण गर्न आउँथेँ होइन उहाँ नभए माइली भिनाजु कुलदेवता विदेवता सम्झिनु भनेर तर चढाउन चाहिँ माथि चढाइ गरिन्छ क्या कुरो त्यहाँबाट बिग्रेछ तपाईँहरूले पकाएपछि दिदीले छुट्याउनु पर्थ्यो क्या एक भाग चाहिँ खुला पठाएर प्रायः यसो दिदीले नै बनाएर देखाएको थिएँ मैले रोटी सेलरोटी त उहाँले नै बनाउनु हुन्थ्यो आफूले बनाएपछि एक तपाईँ लगाएर चाहिँ पूजा कोठा राख्नु पर्थ्यो। ल अब पहिला जल सबैमा छर्किँदैन पहिला बत्ती बालौँ न बत्ती बालौँ त्यो चाँदीको दियो बत्ती बालौँ है त चाँदीको दियो अहिले पूजा गर्दा अलिअलि राखौँला त्यो राख्नै पर्छ भने फर्काइदिउँ एकपट्टि एउटा बाल्नु न अहिले ल
अब त्यो पृथ्वीनारायणलाई जलले सेक्ने आह्वान गर्ने अनि त्यो सहितै लाखबत्तीलाई पनि है त आह्वान गर्ने। ओम रजत दीपाय स्वरेणुका बद्धाय नमः यागच्छ यतिष्ठ यापूजा करोति तावदं सुचे सुप्रसन्नावृतो भव। कुसा टोकरो राखिदिनु होला पहिला चाँदीको दियोलाई अनि उता एक एकवटा चाँदीको दियोमा राख्ने अनि वरिपरि लाखबत्तीलाई राख्ने है त। हो अनि सबैमा पहिलो जल चढाइदिनुहोस्। पादयो पादन ल पुष्पाञ्जली सुन्नुभयो। हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् ओम विष्णु ओम विष्णु ओम विष्णु भन्नु है। जले विष्णु थले विष्णु विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु सर्व विष्णु मयि जगत अद्य पूर्वोक्त संकल्प सिद्धिस्तो अद्य गोत्रपन्न गोत्रा घेतकौशिक गोत्रा घेतकौशिक विश्वामित्र त्रिप्रपरामार्धिन्य द्विप्रपरामार्धिन्य शाखाय शाखोत्रगत शुक्ल विद्यायी कोहम मम मेष राशि शुक्ल धनुर्विद्यायी कोहम मम भन्नुहोस् है। मेष राशि चुणाराज नाम वर्मणो अहम मम दिदीको नाम के अरे मोहन कुमारी ए मोहन कुमारी सिंह राशि मोहन कुमारी नामी देव्य अहम मम सह पुत्रको नाम सम्झिने है। सपुत्र पत्नी सभ्राता पत्नी सकल सपरिवारादि सहितय को वयम मम। अगाडि लाग्नुहोस् अब दिदी सक्नुहुन्न होला ल घण्टा बजाउनु सबैले सङ्कल्पलाई बाजा बजाइदिनुहोस् त। अब चाहिँ त्यो चाँदी त्यो दियोमै राख्नु उसमा तिलमै राख्नु तिल भएको ठाउँमा टपरीमा तिलको टपरी खोइ त्यहाँ हो त्यहाँ राख्नु न। त्यो है कहाँबाट झिक्यो हजुरले अनि ती अगाडि चामलमा थियो त ती हो ल। अब परिक्रमा गर्नुहोस् त। ओम नमो भगवते के सुन्न नानी त के होस् पर्दैन नलान पर्दैन भएर छोडिदिनुहोस् के होस् हो त। अहिले यहाँ आएर सङ्कल्प गरौँला त्यसलाई त्यो अहिले पछि भालोलाई पस्नु होला के हो त्यो यता हो क्या यता होइन। जय जगदीश हरे प्रभु जय जगदीश हरे। बाहिर